Hello, good morning everyone. Good morning. नार भन्ने ठाउँबाट यहाँको हाइट अल्टिच्युड भनेको 4290 कि कति चन्चुन देखे जस्तो लाग्यो। अहिले चाहिँ बिहानीको समय हो, घाम चाहिँ यताबाट आउने हो। अनि यो निलो जस्ता लगाएकोहरू चाहिँ तपाईको होटलहरु हो सबै। माथितिरको चाहिँ त्यो एउटा स्वास्थ्य चौकी छ एउटा, अनि एउटा चाहिँ वडा कार्यालय, संयुक्त वडा कार्यालय रहेछ। यहाँ 9वटा घरधुरी जति चाहिँ होटल, बाँकी सबै यहाँको गाउँलेको घरधुरी हो। तपाईहरुले देख्नुहुन्छ यो यिनीहरू माटोले लिपेको घरहरू सबै। भरे म घरभित्रै छिरेर सबै त्यहाँको डिटेल्सहरू पनि देखाउने छु, चिया खाने छु यहाँको स्थानीयसँग, हैन। ल तपाईहरुको दिन शुभ रहोस्। तपाईहरुलाई भिडियो कस्तो लाग्यो, एक लाइक अनि शेयर, कमेन्ट अनि सब्स्क्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। नाभा ग्यालरीले यस्तै भिडियोहरू तपाईको माझ ल्याउने कोसिस गर्नेछौं र पस्काउने कोसिस गर्नेछौं। भने बिहान एकदमै जाडो छ, किन भन्दाखेरि यो अगाडिको हिमालहरू अहिले बिलेकै छैन। बल्ल 2 दिन एकदम सनी भएको कारणले चाहिँ अलिकति हल्का अझ यतिको बिलेको हो। नत्र भनेदेखि चाहिँ पुरा यो गाउँमै घिउ रहेछ। अलि यो बीचमा खोर्सा खल्सीमा चाहिँ पुरा हिउँ रहेछ। ल हजुर हेर्नुस्, हामी चाहिँ यताबाट आएका छौं। अनि यता भनेको चाहिँ क्याङला पास गर्नेहरू चाहिँ यताबाट जाँदो रहेछ। अनि यता चाहिँ खोइ के तेरिला पास गर्नेहरू चाहिँ फेरि यताबाट जाने रहेछ। अनि फेरि यताबाट नै बाटो रहेछ। खोइ यता त अब नजाउँ होला। ल यता ल।